नमस्ते विष्णु। आज चकलेट वालनट ब्राउनीको रेसिपी दिन गइरहेको छु। सबभन्दा पहिला चाहिँ तपाईको यो बटर 250 ग्राम र मिल्क छ 350 ml र सुगर छ 250 र मैदा छ 300, चकलेट छ 250, वालनट छ 100 र बेकिङ पाउडर छ 9 ग्राम। अब हामी बटर र सुगरलाई चाहिँ मेल्ट गराउँछौँ। यो रुम टेम्परेचर बटर हो। यसलाई चाहिँ हामी 250 ग्राम छ र यो सुगर 250 ग्राम छ। अब यो बटरलाई चाहिँ म्यास गर्न गइरहेको छ। यो सुगर र बटर चाहिँ यसलाई हामीले म्यास गर्न गइरहेको छौँ। बटर र सुगर भलेर यस्तो भएपछि अब यसमा मिल्क हाल्ने। मिक्स गर्ने। मिल्क पछि फ्लोर हाल्ने, मिक्स गर्ने। मैले हालेपछि हामीले चाहिँ यो मेल्ट चकलेट, यो डार्क चकलेट यहाँ हाल्ने। चकलेट हालेपछि यसलाई फेरि बिस्तारै चलाउने। ब्याटर एकदम राम्रो भएर आइसकेको छ। अब हामीले यो वालनट 100 ग्राम वालनट चप गरेको वालनट यसको पनि हामीले चलाउन मिक्स गर्ने। लास्टमा बेकिङ पाउडर। ब्याटर चाहिँ यस्तो थिकनेस भएर आइसकेको छ। अब यसलाई बेक गर्नको लागि ट्रेमा यसरी हाल्ने। हामीले ट्रेमा यसरी हालेर यसलाई चाहिँ 180 डिग्रीमा 30 डिग्री 35 मिनटसम्म बेक गर्ने। रेडी भएर आइरहेको छ। ब्राउनीको माथि चाहिँ मैले आइसक्रिम हालेर त्यसलाई डेकोरेसन गर्न गइरहेको छु। ब्राउनी विथ आइसक्रिम हाम्रो रेडी भएको छ। थ्याङ्क यू।